गगनजी भर्खरै तपाईँलाई देउवा पक्षले सानेपामा बसेर कारबाही गरेको छ तपाईँ सहितको नेताहरूलाई। तपाईँको प्रारम्भिक प्रतिक्रिया के छ? नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भुइँपुरी मण्डलमा हुँदैछ। पार्टीको अधिवेशन भन्दा माथि कोही पनि छैन। त्यसैले अधिवेशन चलिरहेको बेलामा त्यहाँ जो छ त्यो नै केन्द्रीय समिति हो, एउटा कुरा हैन। दोस्रो कुरा, व्यवहारिक कुरा के हो भने हामी गएको 2-3 दिनदेखि लगातार संवादबाट कुनै समझदारी गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौँ। अहिले पनि तपाईँसँग टेलिफोनमा कुरा गरिरहँदै गर्दाखेरि हामी उहाँहरूसँग दोहोरो संवाद भने थियौँ र छौँ। हामी केही कुराहरू अझै संवाद त्यसैले हामी गर्ने भनिकनै यहाँ साथीहरू आतुर हुँदै गर्दाखेरि पनि पछाडि धकेले निर्वाचनको कार्यतालिका अझै के कुराहरू गर्न सकिन्छ कि भनेर प्रयास नै गरिरहेको। हामीले बरु के पाइरहेका छौँ भने केही भएको भने यो खास गरिकन न्यारेटिभ बनाउने कुरामा मात्रै ध्यान गयो, यसलाई टुङ्ग्याउने कुरा भन्दा पनि हामी कहिले प्रधानमन्त्रीको उम्मेदवार भनिदिएको छ, कहिले टिकट नभागेन्ला भनिदिएको छ होइन। यी सबै कुराहरू कसरी प्रस्तुत गरियो भने मानव हामी कुनै कुराका निम्ति अत्यन्त आतुर छौँ। जुन कुरा थिएनौँ अहिले पनि छैनौँ। हाम्रो जम्मा एउटा कुरा थियो कि सभापतिजीको लिडरसिपमा नेपाली कांग्रेस पार्टी इलेक्सनमा जान सक्दैन। सभापतिजी फेरि डडेलधुरामा चुनाव लड्ने र हामी चुनावमा जाँदै गर्दा सभापतिले हस्ताक्षर गरे पनि नगरे पनि एउटा आम मतदाताले नेपाली कांग्रेस पार्टीलाई मत दिँदै गर्दा के सोचेर मत दिने अवस्था बन्थ्यो भने मैले कांग्रेसलाई मत दिएँ भने यो मतको परिणाम भनेको अधिकतम सफलता प्राप्त गर्दा श्री शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्नुहुन्छ। त्यसैले हामीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्छौँ भन्दै गर्दा उहाँहरूले जसरी चाहिँ गगन थापालाई प्रधानमन्त्री बन्न हामीले कहिले भन्दै भनेन। त्यो उम्मेदवार जसलाई बनाए पनि हुन्छ, तर सभापतिजी होइन है। हामीले कम्तीमा चाहिँ नेपाली कांग्रेस पार्टी अहिले तपाईँहरूको आउँदै गर्दाखेरि भदौ 23-26 गते पछाडि चाहिँ हामी यति चाहिँ बदलिएर आएका छौँ है। हाम्रो चाहना त सभापतिले छोड्दै हुन्थ्यो भन्ने हो, पूर्ण रूपमा होइन, यसलाई राजीनामाबाट अलग भइदिए हुन्थ्यो भन्ने भयो, नभए त्यसलाई कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग भइदिए हुन्थ्यो भन्ने। त्यसैले अरू 28 गते सबभन्दा जय जयकार गर्ने हामीले थियौँ नि। र अहिले पनि हामीले हिजोदेखि आजसम्म लगातार त्यही प्रयास गरिराख्दै गर्दाखेरि कहिले उहाँले हामीलाई यो 60-40 कुरामा लगिदिनु भयो होइन, कहिले अर्को कुरामा लगिदिनु भयो, लगातार यिनै कुरा गरिराख्नु भयो नि त। अब तपाईँले कारणले गर्दा यो अप्रिय स्थिति आयो। हामी एकै छैन, हामी आफ्नो विशेष अधिवेशनको प्रक्रियाको सङ्गतमा अब हामी अल्मलिनुपर्ने अवस्था भएन होइन। हामीहरू जुन हाम्रो मनोनयनको चरणहरू सकिएको छ, यसलाई अब नामावली प्रकाशित गर्ने चरणमा निर्वाचन समिति छ। हामीले नै केही समय यो पार्टीभित्रको समझदारी बन्न सक्छ कि भनिकन नै यो सबै कुरा सर्दै गएको हो नि त। तपाईँलाई जसरी तपाईँलाई र अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायतलाई कारबाही गरिएको छ, त्यस्तै तपाईँहरूले पनि उहाँहरूलाई केही विशेष महाधिवेशनबाट कुनै कारबाही अथवा कुनै घोषणा गर्दै हुनुहुन्छ? हामी गर्दैनौँ। हाम्रो त विशेष अधिवेशनको बन्द सत्रै सकिसक्यो होइन। अब त विशेष अधिवेशनले खालि निर्णय गर्ने मात्रै हो। विशेष अधिवेशनको निर्वाचनको प्रक्रिया हामी प्रवेश गरिसकेका छौँ। त्यो निर्वाचनको प्रक्रियाबाट निर्णय हुन्छ, अगाडि बढ्छ। अब तपाईँहरूको बिचमा कुनै सहमतिको सम्भावना हाललाई रहेन होइन त देउवा पक्षसँग? हामी त विशेष अधिवेशनबाट निर्णय गरेर अगाडि जान्छौँ होइन। हामीलाई त्यसमा अरू व्यक्तिगत रूपमा अरू कुनै कुराहरू छैन। कुनै बेला शेरबहादुर देउवालाई जुन विभाजनको कलङ्क लाग्यो नि गगनजी, त्यस्तै विभाजनको कलङ्क मलाई पनि लाग्ला भने तपाईँलाई कुनै सङ्कोच लागेको छ कि छैन यो बेलामा? होइन, यस्तो छ, यो हामी त विशेष अधिवेशन विधिवत रूपमा गरेर यसबाट नयाँ नेतृत्व चयन गर्ने चरणमा छौँ र यसबाट नयाँ नेतृत्व चयन हुन्छ नै, त्यो नै नेपाली कांग्रेस हो है। र निर्वाचन आयोगले पनि पक्कै पनि यो यतिको न्यूनतम कुरा त हेर्नु नै पर्छ। त्यो भएकोले गर्दाखेरि हामीले गरिरहेको कामबाट त यो विभाजनको कुरै भएन। यो पार्टीभित्रको वैधानिक बाटो अवलम्बन गरेको वैधानिक बाटोलाई निरन्तर अगाडि बढ्छौँ। अब तपाईँहरू निर्वाचन आयोगमा वैधानिकताको लागि कुनै अपिल गर्दै हुनुहुन्छ? किनकि तपाईँहरूसँग उम्मेदवारी दिने समय एकदमै थोरै छ, 6 गते आइसक्यो। होइन, हामी आज हाम्रो निर्वाचनको प्रक्रिया सकिसके पछाडि पार्टीको तर्फबाट सम्पूर्ण रूपमा निर्वाचन आयोगलाई गराउनु पर्ने जानकारी त गराइ नै हाल्छौँ। अब यस पछाडि तपाईँहरूको कदम के हुन्छ? आज तपाईँहरूले नेतृत्व घोषणा गरेर जानुहुन्छ? हामीले अहिलेलाई त विशेष अधिवेशनको प्रक्रिया टुङ्ग्याउँछौँ। हामी रुख चिन्ह र 4 तारे झण्डा तपाईँहरूको साथमा नै छ भन्ने तपाईँहरूको दाबी हुनेछ? त्यो त हुने नै हो नि। यसो भयो, यसलाई यसरी यो चिन्हको कुरा भन्दा पनि त्योभन्दा अझ माथिको कुरा भयो। नेपाली कांग्रेस नै हामी भयो नि। नेपाली कांग्रेसको अधिवेशन भइरहेको छ नि अहिले, त्यही कुरा अगाडि जाने हो। शेरबहादुर देउवासँग तपाईँको अन्तिममा नमिलेको कुरा चाहिँ के थियो? केवल सभापति पदबाट उहाँ बाहिर निस्कन असमर्थ हुनुभएको हो या अरू पनि कुराहरू थिए? यो होइन, योसँग थियो, यो फन्डामेन्टल कुरासँग थियो। यो सबै टेक्निकल कुरा भए होइन। फन्डामेन्टल कुरा चाहिँ हामी शेरबहादुर देउवा
नेपाली कङ्ग्रेसको औपचारिक लिडरसिपबाट जोसँग अलग रहनु। उहाँको भनाइ म अहिले रहन्न होइन, वैशाखमा अधिवेशन हुन्छ, वैशाखको अधिवेशनको नियमित कुरा त छँदै थियो, त्यसको बदलाव गर्न त विशेष महाधिवेशनको माग भएको हो होइन, त्यसकै निम्ति थियो। तपाईँहरूले किन पर्खिन नसक्नु भएको वैशाखसम्म चाहिँ? यस्तो भयो, हामीले पर्खिन नसकेको होइन, यो देशले पर्खन सकेन, समाजले पर्खन सकेन, काङ्ग्रेसको आम समर्थक सुलक्षले पर्खन सक्ने अवस्था भएन। नभए त नेपालमा भदौ 23-24 घट्नै हुँदैन थियो नि होइन। उसले संसदको 5 वर्ष अवधि पर्खन सकेन, काङ्ग्रेस एमाले गठबन्धन पर्खन सकेन, त्यही त हो नि। हस् गगनजी, धन्यवाद छ।